जय मसीह, म रोमी मगर न्यू लाइफ टिभी युट्युब च्यानलको यो अफिसियल प्रोग्राममा म यहाँलाई स्वागत गर्न चाहन्छु। र विगत कार्यक्रमहरूमा पनि मैले बाइबलको अति नै महत्त्वपूर्ण कुराहरूलाई तपाईँको माझमा ल्याइरहेको छु र हामीहरूले जीवनकालमा विभिन्न समयमा कालखण्डहरूमा अनुभव गरेका कुराहरूलाई बाइबलीय दृष्टिकोणबाट समस्याको समाधान कसरी गर्न सकिन्छ भन्ने मुख्य उद्देश्यका साथ नै मैले यो वचनहरू तयार गर्ने गरेको छु। त्यसैले गर्दाखेरि आजको यो महत्त्वपूर्ण यो बसाइमा यो छलफलमा म तपाईहरुको छोटो साथ चाहन्छु, किनभने यो भिडियो लामो छैन, छोटो छ तर महत्त्वपूर्ण छ र तपाईको लागि यो विशेष भिडियो हुन सक्छ। त्यसैले गर्दाखेरि यो भिडियो चाहिँ स्किप नगरी पुरा हेरिदिनु होला है। र आजको मैले उठाउन लागेको विषय रहेको छ, यो धेरै मानिसहरूले समाजमा बोल्ने कुरा हो, छोरा मान्छे रुनु हुँदैन भन्ने कुरा छ। र बाइबलले दृष्टिकोणबाट चाहिँ छोरा मान्छे रुनु हुन्छ कि हुँदैन यो विषयमा चाहिँ मैले आजको वचन तयार गरेको छु। अनि शीर्षक रहेको छ छोरा मान्छे रुनु हुन्छ हुँदैन है। र प्रिय साथीहरू, आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन धेरै मानिसहरूको मनसँग जोडिएको छ। धेरैचोटि हामीले भनाइ खाएको छौँ, अरूलाई भनाइ लगाएका छौँ होइन, छोरा मान्छे भएर तिमी किन रुएको होइन। र आफू रुइरहेको बेलामा अरू मानिसले आएर भनेको छ तिमी छोरा मान्छे भएर रुनु सुहाउँछ। यस्तै यस्तै कुरा हामीले भोगेका छौँ है। र के छोरा मान्छे साँच्चै रुनु हुँदैन? बाइबलले के भन्दछ यो विषयमा? समाजले प्राय भन्छ छोरा मान्छे बलियो हुनुपर्छ, हो बलियो हुनुपर्छ, रुनु हुँदैन। तर भावना देखाउनु कमजोरी हो। छोरा मान्छे रुएर आँसु देखाउनु, भावना देखाउनु चाहिँ कमजोरी हो भनेर समाजले भन्छ। तर बाइबलले यसलाई स्वीकार्दैन। तर बाइबलले यस्तो सिकाउँदैन। बाइबलले मानिसको हृदयलाई महत्त्व दिन्छ, समाजको प्रथालाई होइन, मानिसहरूले सुरु गरेको विधिलाई पनि होइन। बाइबलले चाहिँ मानिसको हृदयलाई महत्त्व दिन्छ। सबैभन्दा अचम्मको कुरा त के भने यसो आफै पनि रुनुभयो। योना 11:35 हेर्ने हो भने आफ्नो मित्र लाजरसको मृत्युमा यसु स्वयं रुनुभयो। यो बाइबलको सबभन्दा छोटो पद पनि हो। र यसु कमजोर भएर होइन रुनुभएको, उहाँले चाहिँ प्रेम, दुःख र करुणाले भरिएको हृदयका कारण रुनुभएको हो। यसले हामीलाई के सिकाउँछ कि आँसु कमजोरीको चिन्ह होइन, मानवताको चिन्ह हो। फेरि पनि म जोड गर्छु, यसले हामीलाई सिकाउँछ कि आँसु कमजोरीको चिन्ह होइन तर मानवताको चिन्ह हो। बुझ्नुभयो? परमप्रभु भङ्ग भएको हृदय भएकाहरूको नजिक हुनुहुन्छ। भजन सङ्ग्रह 34:18। जब मानिस भित्रबाट टुट्छ परमेश्वर उसँग अझ नजिक हुनुहुन्छ। जब मानिस दुःख र कष्टको बाटो भएर अघि बढ्छ, भित्र हृदय उसको टुटेको हुन्छ, चिन्ता फिक्रीमा ऊ झन् जलेको हुन्छ, परमेश्वर मानिसको नजिक अथवा तपाईँ र मेरो झन् नजिक परमेश्वर हुनुहुन्छ। अनि रोमी 12:15 पनि यसो लेखिएको छ, रोनेहरूसँग रो, रुनेहरूसँग रौ भनेर लेखिएको कुरा। यसै गरी बाइबलले भावना लुकाउनु होइन, एक अर्काको पीडामा साथ दिन सिकाउँछ। बाइबलले चाहिँ भावना लुकाउनु होइन, एक अर्काको पीडामा साथ दिन सिकाउँछ। त्यसैले गर्दाखेरि रुनेहरूसँग रौ भनेर लेखिएको छ। साथीहरू, छोरा मान्छे भएर रुनु गलत होइन। म फेरि पनि भन्छु, छोरा मान्छे भएर रुनु गलत होइन। दुःख, पीडा, थकान वा चोट लाग्दा आँसु आउन सक्छ, आउँछ। तर आँसु मात्रै तपाईँ झारेर नबस्नुहोस्, परमेश्वर कहाँ जानुहोस्। तपाईँ पीडामा जलेर मात्रै नबस्नुहोस्, परमेश्वर कहाँ जानुहोस्। उहाँले तपाईँको आँसु देख्नु चाहनुहुन्न र तपाईँको मन उहाँ बुझ्नुहुन्छ। तपाईँ दुखी, तपाईँ पीडित हुनुभएको, तपाईँ आँसुसरी जीवन जिएको परमेश्वर देख्न चाहनुहुन्न। उहाँको इच्छा त
तपाईँ सुखी, तपाईँ आनन्दित, शान्तिको जीवन जिएको हेर्ने इच्छा हो परमेश्वरको। त्यसैले लागि तपाईँको हृदय मानिसले बुझ्दैन होला, तर परमेश्वरले तपाईँको हृदय बुझ्नुहुन्छ, किनभने हामीलाई सृष्टि गर्ने नै हाम्रो परमेश्वर हुनुहुन्छ, हाम्रो पिता। आज यदि तपाईँ भित्रबाट थाक्नु भएको छ भने याद राख्नुहोस्, परमेश्वरको नजरमा तपाईँ कमजोर होइन, बहुमूल्य हुनुहुन्छ। त्यसैले तपाईँ आफ्नो पीर व्यथा लिएर परमेश्वरको चरणमा आउनुहोस्, नजिक आउनुहोस्। तपाईँलाई रुन मन लाग्छ, रुनुहोस्, किनकि फेरि म जोड गर्छु, रुनु भनेको कमजोरी होइन, यो चाहिँ करुणा प्रकट गर्ने कुरा हो। त्यसले गर्दाखेरि येशू आफ्नो मित्र लाजरसको मृत्युमा यूहन्ना 11:35 अनुसार येशू रुनु भयो। अनि येशू चाहिँ कमजोर भएर रुनु भएको होइन, उहाँ चाहिँ प्रेम, दुःख र करुणाले भरिएर उहाँ आफ्नो प्रेम प्रदर्शन गरिराख्नु भएको थियो, आँसु खसाएर। धन्यवाद। आजको यो महत्त्वपूर्ण वचन अथवा भिडियो तपाईँलाई कस्तो लाग्यो? तपाईँलाई लागेको कुरा जस्ताको तस्तै कमेन्ट बक्समा लेख्नुहोला र आजको भिडियो तपाईँलाई मन परेको खण्डमा लाइक, कमेन्ट, सेयर गर्नुहोला र युट्युब च्यानल न्यू लाइफ टिभीलाई सब्सक्राइब गरिदिनुहोला। त्यसै गरी न्यू लाइफ टिभी फेसबुक पेजलाई फलो गरिदिनुहोला। यस्तै महत्त्वपूर्ण भिडियोहरू हेर्नका लागि है। र म सधैँ तपाईँहरूको माझमा प्रेरणादायी परमेश्वरको वचन लिएर आउनेछु। धन्यवाद। आजलाई छुट्टिन चाहन्छु। धन्यवाद।